हेलो एभ्रिवान, नमस्ते। आज चाहिँ म नेप्सेको एनालाइसिस लिएर उपस्थित भइसकेको छु। आज भने हाम्रो नेप्से इन्डेक्स 2559.59मा चाहिँ हाम्रो क्लोजिङ देखिएको छ भने 45.3 अङ्कको चाहिँ हाम्रो यो घटाइरहेको छ भने -1.74%को चाहिँ हाम्रो डिक्लाइन हामीले देख्न सक्यौँ। भने आजको टोटल टर्नओभर 5,76,27,01,110.82 रुपियाँको टर्नओभर रहेको छ। अर्थात् आजको कारोबार रकमको हिसाबमा हाम्रो कारोबार चाहिँ एकदम राम्रै कारोबार भएको छ, तर प्राइस भने घटेको छ है त। भने आज टोटल ट्रेडेड सेयर्स हेर्दाखेरि 1,37,49,504 किताहरू चाहिँ हाम्रो कारोबार भए भने आज 18वटा कम्पनीले कमाएका छन्। त्यसै गरी 232वटा कम्पनीले गुमाएको हामीले देख्न सक्यौँ भने एउटा कम्पनी चाहिँ हाम्रो अनचेन्ज रह्यो, जुन चाहिँ हाम्रो पिएमएलआई रहेको थियो। भने आज टप गेनर्समा हेर्दाखेरि एसबिडी 87, एनआइएमबिडी 90, एएनएलबी, टिएसएचएल, एसबिएलडी 83 र टप लुजर्समा चाहिँ हाम्रो पिआरआइएन, एमएफआइएल, एफएमडिबिएल, एसपिएचएल र आरएमएफ1 रहेको हामीले देख्न सक्यौँ। भने आज टप टर्नओभर कारोबार रकमको हिसाबले हेर्दाखेरि एनएलआइसी, युएनएचपिएल, एसपिडिएल, एनआरएन, एचआरएल रहेका छन् भने टप भोल्युममा चाहिँ हाम्रो एनआइएलपिओ, एसपिडिएल, युएनएसपिएल, एचआइडिसिएलपी, निफ्रा रहेका छन् भने हाम्रो टप ट्रान्ज्याक्सनमा चाहिँ हाम्रो हिमिस्टारको सर्वाधिक कारोबार भएको छ आज भने त्यसपछि एचआरएल अनि एसबिएल, एसपिडिएल, एनआरआइसी रहेका छन् भने हाम्रो टप भोल्युमले चाहिँ हाम्रो सेयर्स कारोबारको हिसाबमा चाहिँ हाम्रो यहाँनिर प्लेसमेन्ट हुन्छ भने हाम्रो टप ट्रान्ज्याक्सन भनेको चाहिँ कारोबार चाहिँ कति भयो भन्ने कुराको हुन्छ भने टप टर्नओभर चाहिँ हाम्रो कारोबार रकमको हिसाबमा चाहिँ हाम्रो यो प्लेसमेन्ट हुन्छ है त। भने आज टोटल टर्नओभर हामीले कुरा गरिसक्यौँ 5,76,27,01,110.82 रुपियाँ बराबरको कारोबार भएको थियो भने आज टोटल ट्रेडेड सेयर्स हेर्दाखेरि 1,37,49,504 किताको कारोबार भएको छ भने आज 63,509 कारोबार भएको हामीले देख्न सक्यौँ टोटल ट्रान्ज्याक्सनबाट। भने टोटल स्क्रिप्ट्स ट्रेडेड हेर्दाखेरि 335वटा सेयर्सको चाहिँ आज हाम्रो कारोबार भएको छ, अर्थात् 335वटा स्टकको चाहिँ हाम्रो आज कारोबार भएको देख्न सक्यौँ है त। भने हाम्रो इन्ट्राडेको ग्राफ हेर्दाखेरि बजार सुरु चरणदेखि नै हाम्रो लगभग 11 बजेदेखि नै म्यासिभ फल आएको थियो र झन्डै 11:40 चाहिँ हाम्रो बजार केही सम्हालिन खोजेको थियो, तापनि बजारले 11:53 चाहिँ हाम्रो खासै सम्हालिन नसकिकन ओह्रालो हाम्रो लाग्दै गयो है त। यहाँबाट चाहिँ 11:53बाट चाहिँ हाम्रो बजार केही झर्न खोजेको जस्तो गरेको थियो भने लगभग 12:20 चाहिँ मजाले म्यासिभ फल यहाँ पनि हामीले देख्न सक्यौँ भने एकैचोटि 1:11 पछि चाहिँ हाम्रो बजार केही स्टेबल या फिर थोरै कम रेटमा झरेको जस्तो देख्न सकिन्छ त्यहाँबाट भने हाम्रो लगत्तै 1:45बाट चाहिँ हाम्रो बजार चाहिँ लगभग यहाँबाट राइज हाम्रो अलिकति थोरै पनि राइज हामीले दिएको छ भने चाहिँ त्यसपछि लगभग 2:12 चाहिँ थोरै करेक्सन आएको थियो र हाम्रो 14 भन्नाले 2:18 चाहिँ हाम्रो प्राइस चाहिँ त्यही रेन्जमा चाहिँ हाम्रो स्टेबल भइराख्यो र लगभग 2:51-52मा केही थोरै झर्न खोजेको हो कि जस्तो पनि एउटा हामीलाई इन्डिकेसन दिएको थियो भने लास्टमा चाहिँ हाम्रो थोरै अलिकति इन्ट्राडेमा चाहिँ थोरै अलिकति यहाँनिर बढ्यो र हाम्रो 2559मा चाहिँ हाम्रो क्लोजिङ दिएको छ भने चाहिँ ओभरअल हेर्दाखेरि चाहिँ आज 45.3 अङ्कको गिरावट हामीले देख्यौँ। 1.74% चाहिँ हाम्रो डिक्लाइन हामीले देख्न सक्यौँ है त। नाउ लेट्स सी हाम्रो टेक्निकलले के भन्छ त, यो झराइलाई के रूपले लिएको छ टेक्निकल्ली त्यो पनि हामी विश्लेषण गरौँ है त। आजको नेप्सेको चार्ट हेर्दाखेरि तपाईँहरूले यो स्क्रिनमा देख्न सक्नुहुन्छ। मेरो चाहिँ यो व्हाइट र ब्ल्याक छ, यो व्हाइट र ब्ल्याकले खासै फरक पर्दैन
हाम्रो व्हाइटलाई चाहिँ तपाईँले ग्रिनको रूपमा लिनु होला र ब्ल्याकलाई चाहिँ रेडको रूपमा लिनु होला है त। भने आज दुईवटा ब्ल्याक क्यान्डल बनेको छ र भोल्युम पनि ब्ल्याक हाम्रो युज बढेकै छ, इन्क्रिजिङ रेटमा छ, अर्थात् क्यान्डल अर्थात् प्राइस चाहिँ हाम्रो झरिरहेछ र भोल्युम चाहिँ हाम्रो बढिरहेको छ भन्नाले चाहिँ हाम्रो यो जुन झराइ छ त्यसमा चाहिँ हाम्रो तागत छ, स्ट्रेन्थ छ भन्न खोजेको जस्तो चाहिँ हामीले टेक्निकलबाट हेर्न सक्छौँ है, सिम्पल प्राइस र भोल्युमको कम्बिनेसनबाट है त। भने त्यो हिसाबले हाम्रो बजार आज चाहिँ केही नकारात्मक भएको हामीले देख्न सक्छौँ, किनकि यस्तो म्यासिभ वालमा पनि हाम्रो झन्डै लगभग 45 अर्थात् हाफ सेन्चुरी झन्डै झर्दाखेरि पनि भोल्युम बढ्नु भनेको चाहिँ केही प्यानिक छ बजारमा भन्ने चाहिँ हामीले क्लियरली देख्न सक्छौँ है त। भने टेक्निकलको सपोर्टको डिमान्ड जोन हेर्दाखेरि यो मैले विकलीबाट तानेको हो है, यही अस्तिको जताबाट यो फर्केको थियो, यही इलाका हाम्रो लागि अब डिमान्ड जोन रहेको छ। भने हाम्रो जुन 2580 थियो, 2580 लगभग त्यहाँबाट छुटिसक्यो, 2580बाट लगभग फर्किने जस्तो हामीले देख्न सकेनौँ है त। यहाँबाट क्लियर कट हाम्रो तले आउन खोज्यो भने अबको दिन चाहिँ हाम्रो यो ठाउँ हामीले हेर्नु पर्यो, क्लियरली निहाल्ने ठाउँ भनेको यही 2442 को यो इलाका। यदि 2442 को यो इलाकाबाट पनि राम्रो डिमान्ड आउन सकेन र नेप्सेलाई माथि स्टेबल राख्न सकेन र ब्रेकडाउन गर्छ भने चाहिँ हामीलाई त्यसपछि चाहिँ नेगेटिभ हुन सक्छौँ भन्ने अहिलेलाई चाहिँ क्यान्डल र भोल्युम अनुसार अलिकति नराम्रो देखिएको छ। बट मार्केट तलै आउँछ भनेर चाहिँ अहिले भनिहाल्न चाहिँ सकिन्न है त। अहिलेलाई यद्यपि हामीले हेर्न सक्ने ठाउँ भनेको टेक्निकल्ली यही 2442 को यो इलाका चाहिँ हामीले अब हेर्नुपर्छ है त। अस्ति चाहिँ मैले 2580 देखिको यो इलाका भनेको थिएँ भने अब चाहिँ यो 2442 देखिको 2500 लगभग एरियाको पनि एउटा सपोर्ट छ, सानो मेहनत यहाँबाट नै फर्किन सक्छ। लेट्स सी अब बजारले के गर्छ है त। भने यो ट्रेन्ड लाइन हामीले आज हामीले भेटाएका छौँ, ट्रेन्ड लाइन यो जुन 3 चोटि हाम्रो टच भइसकेपछि एउटा ट्रेन्ड लाइन भ्यालिड हुन्छ। भने आगामी दिनमा यदि यो ट्रेन्ड लाइन पनि हाम्रो यो धर्कोलाई भत्काउँछ भने चाहिँ हाम्रो बजार केही माथि नै स्टेबल पनि हुन सक्ला है त्यसरी ट्याक्क, अनि देन माथि जान सक्छ। अर्थात् हामीले यदि बाइङ हेर्नु छ भने बेस्ट यो हुनसक्छ कि तपाईँले यो ट्रेन्ड लाइन भत्किएपछि मात्र चाहिँ आफ्नो ट्रेडिङ डिसिजन्सहरू लिन सक्नुहुन्छ है त। अब इन्भेस्टिङ हो भने त छुट्टै स्ट्राटेजी हुन्छ, त्यसमा चाहिँ मैले खासै कुरा गर्ने है त। भने लेट्स चाहिँ इन्डिकेटरले के भनिरहेको छ है त। इन्डिकेटर अब हामीले यहाँनिर सिम्पल बुलिङ्गर ब्यान्ड रहेको छ, बुलिङ्गर ब्यान्ड लगाउँदाखेरि हाम्रो लगभग बुलिङ्गरको लोवर ब्यान्डनेरि छौँ हामी। लोवर ब्यान्डबाट एउटा पुलब्याक चाहिँ आउने गरेको थियो, जहिले पनि यहाँबाट तपाईँको प्रिभियसमा ब्याक टेस्ट गर्न सक्नुहुन्छ। जहिले पनि लोवर ब्यान्डबाट फर्केको थियो भने आज चाहिँ हामी लोवर ब्यान्डकै नजिकबाट ठ्याक्क रिटेस्ट खाएका अलिकति माथि फर्केको छ यहाँबाट। अब यो लोवर ब्यान्डभन्दा यदि तल आयो भने चाहिँ बुलिङ्गर ब्यान्डबाट चाहिँ फेरि त्यो चाहिँ नराम्रो देखिन्छ है त। किन भन्दा बुलिङ्गर ब्यान्डको लोवर ब्यान्ड अहिलेसम्म जब बजार माथि गएर जुन यो 3000 गइसकेपछि झरेको थियो तबबाट हेर्नुहुन्छ भने सिर्फ अस्ति एकचोटि झरेको थियो, जुन चाहिँ त्यो न्युजको प्रभावले, न्युज नभनौँ जेएनजीको मुभमेन्टबाट यो 6% नेगेटिभ हान्दाखेरि मात्र बुलिङ्गरभन्दा तल छोडेको थियो। भने अब पनि यदि यो छोड्छ भने चाहिँ अलिकति हामीलाई अलिकति आगामी दिनमा अलिकति नेगेटिभ हुन सकेला है त। किन भन्दाखेरि बुलिङ्गर ब्यान्डको चाहिँ तपाईँको जब यो अप्पर ब्यान्ड छ, यो माथिको अप्पर ब्यान्ड भत्काउँछ मार्केट बुलिस छ भन्ने कुरा हुन्छ होइन, मार्केटमा एकदम बुलिस छ, मुभमेन्ट आइरहेछ भन्ने कुरा हुन्छ भने अब चाहिँ हाम्रो यदि लोवर ब्यान्ड पनि भत्किँदै लोवर ब्यान्डभन्दा तल बस्छ भने चाहिँ एकदम एक्सट्रिम बियरिस मुभमेन्ट पनि आउन सक्छ भनेर देखाउन सक्छ है त। यद्यपि प्राइस एक्सन पनि हेर्नुपर्छ। प्राइस एक्सन हेर्दाखेरि आज रेड क्यान्डल छ, दुईवटा रेड क्यान्डल भइसकेको छ, भोल्युम पनि बढाएको छ, अर्थात् खासै राम्रो देखिन्न प्राइस एक्सन हिसाबले, अर्थात् केही तलै आउने जस्तो देखिन्छ। अर्थात् अहिलेलाई हामीले हेर्ने भनेको चाहिँ यही 2442 देखिको 2486 भन्छ यहाँनिर, लगभग मैले चाहिँ 2500 देखिको 2442 हेरौँ भन्ने चाहिँ मेरो विचार हो है त। भने लेट्स सी बुलिङ्गरको त हामीले हेरिहाल्यौँ, बुलिङ्गरको मिडल ब्यान्ड रहेको छ 2694.99 मा। भने अब लेट्स सी इचिमोकुले के भन्न छ है त। इचिमोकुको अहिले पनि कन्भर्जन लाइनले यो बेस लाइनलाई हाम्रो ब्रेक आउट गर्न सकेको छैन। जुन यो कन्भर्जन लाइन छ, यो निलो लाइन ब्लू लाइनले अस्ति पनि मैले भनेको थिएँ, यो ब्लू लाइनले चाहिँ यो
बेस लाइनलाई चाहिँ हाम्रो तलबाट माथि ब्रेक गऱ्यो भने चाहिँ सर्ट टर्मलाई बाइङको इन्डिकेसन हुन्छ है त इचिमोकोबाट, जुन चाहिँ अहिलेसम्म भइसकेको छैन है त। भने EMA 9 लगाउँ। EMA 9 भन्दा हामी ठ्याक्कै हिजो ठ्याक्कै EMA 9 बाट रिजेक्सन आएको थियो, आज पनि तलै छौँ हामी। आगामी दिनमा यो EMA 9 लाई पनि हेर्नुपर्ने हुन्छ, किनकि यो हाम्रो एकदम छोटो समयको लागि यसले इन्डिकेसन गर्छ, अर्थात् एकदम छोटो समयको लागि पनि हामीलाई अहिलेलाई केही ट्रेडिङको लागि केही पनि डिसिजन दिएको छैन बेस्ड अन निफ्से है त। भने सुपर ट्रेन्ड हेर्नु एकचोटि। सुपर ट्रेन्ड 10/3 ले पाइदिएको छैन। भने 10/2 हेर्दाखेरि चाहिँ तपाईँको 10/2 को लगभग 2559.59 मा हाम्रो बजार आज क्लोज भएको छ भने 10/2 ले चाहिँ 2558.04 भन्दा तल आयो भने सेलिङ इन्डिकेसन गर्छ। अर्थात् यदि भोलि बजार डाउन हुन्छ भने सुपर ट्रेन्ड जुन 10/2 थियो जसले हाम्रो बाइलाई भ्यालिड गराइरहेको थियो त्यो पनि हाम्रो भोलि यदि झर्छ र भोलि झरेर क्लोजिङ हुन्छ भने चाहिँ हामीलाई सेलिङको सिग्नल दिन्छ है त सुपर ट्रेन्डले पनि, तर अहिलेसम्म दिइसकेको छैन, भोलि दिन सक्छ है त। अब म्याकडीबाट यसो हेरौँ म्याकडीले के भनिरहेको छ। म्याकडीमा सेम यही हिजोको जुन डार्क भनेको थियो मैले, यो डार्क रेड बनेको थियो, आज पनि त्यसलाई कन्टिन्युसन दिएको छ, अझ तलतिर हिस्टोग्राम ठुलो हुँदै आएको छ, जुन चाहिँ म्याकडी अनुसार खासै राम्रो मानिन्न है त। जब झरिरहेछ झर्दाखेरि यो डार्कहरू चाहिँ लाइट हुँदै गयो भने चाहिँ अब चाहिँ बाइङ सिग्नल देला कि भन्ने हुन्छ। अनि जब डार्क हुँदै अझै डार्क हुँदै तल ठुल्ठुलो हुँदै जान्छ भने चाहिँ हामीलाई अलि नराम्रो हो, किनकि यसले चाहिँ मोमेन्टम चाहिँ अलिकति बेरिस देखाउँछ है त यो तलतिर हुनु भनेको। यदि माथि हुन्छ भने चाहिँ हाम्रो राम्रो छ मोमेन्टम भन्ने हुन्थ्यो। अब म्याकडीमा त बाइङ छैन, यहाँ बाइङ आउन चाहिँ लागेको थियो, सेम पहिलाको जस्तै केस गर्यो, आउन लाग्यो तर आएन। भने हिजो नै आएको मैले भनिसकेको थिएँ त्यो आउन लागेको र आएन भन्ने कुरा। भने आज कन्टिन्युसन दिएको छ म्याकडी अनुसार है त। एटिआर हेर्दा एटिआर हाम्रो कहाँ छौँ हामी अहिले 52 छ, अर्थात् एटिआरले त शक्ति देखाउने अलिकति स्ट्रेन्थ एभरेज शक्ति देखाउँदाखेरि यो सेलिङमा शक्ति छ भनेर देखाइरहेको छ एटिआर हेर्ने हो भने चाहिँ है त। एटिआर घटेको तलतिर आयो भने र प्राइस घटेको भए राम्रो हुन्थ्यो, बट प्राइस घटिरहेको छ एटिआर बढिरहेको भनेको यो घटाइमा स्ट्रेन्थ छ है, कतै न कतै भन्न खोजेको चाहिँ यो एटिआरले देखाउँदैछ है त। भने एटिआर अनुसार त हामी खासै अब यसले स्ट्रेन्थ देखाउने हो डिरेक्सन भन्दा पनि। स्ट्रेन्थ मैले अघि भनिहालेँ, प्राइस र भोल्युम कम्बिनेसन, प्राइस घटिरहेछ भोल्युम बढिरहेछ, अर्थात् मैले भनेको कुरा इन्डिकेटरले पनि भनिसकेको छ, अर्थात् प्राइस जुन घटाइ छ यसमा स्ट्रेन्थ छ है भनिरहेछ हाम्रो एटिआरले है त। हाम्रो आरएसआई एकचोटि हेरौँ, रिलेटिभ स्ट्रेन्थ 34 मा रहेको छ आरएसआई, झन्डै 30बाट चाहिँ फर्किन्छ कि भन्ने हो। अब 30 भन्दा तलतिर पनि आउन थाल्यो भने चाहिँ फेरि प्यानिक पनि हुन सक्ने सम्भावना हुन्छ है त आरएसआईबाट भन्नुपर्दाखेरि। सो अब हाम्रो आगामी बजार के हुन्छ कसो हुन्छ त्यो भन्दा नि आगामी बजारमा चाहिँ के भयो भने के गर्ने भन्ने कुरा चाहिँ मेन कुरा इम्पोर्टेन्ट हो। भने अहिले हामीले हेर्ने जोन भनेको निहालेर हेर्नुपर्ने मात्र यही जोन हो, 2442 देखिको यो तपाईँको 2500 भनौँ न अहिलेलाई, तर बेटर 2500 हाम्रो भन्न सक्छौँ, 2500लाई पनि ट्याकल लिन सक्यो। 2500 देखिको तपाईँको 2511 भन्छ भन्न चाहिँ होइन, यो रेड क्यान्डलको लोलाई लिने भने चाहिँ 2511 देखिको तपाईँको यो पुरै जोनलाई लिनुहुन्छ भने 2442 सम्म चाहिँ हाम्रो यो यसलाई यसरी माथि राख्ने भने यहाँसम्म हाम्रो डिमान्ड जोन रहेको छ है त। डिमान्ड जोनलाई अलिकति ठुलो बनाउँदा नि अलिक खासै फरक नपर्ला है त, यही छ। भने अबको हाम्रो नेप्सेलाई हेर्दाखेरि चाहिँ स्टक होल्ड अर सेल भन्दाखेरि चाहिँ यदि तपाईँको स्टक्सहरू चाहिँ स्टप लस भएको छ भने चाहिँ स्टप लस गर्नु होला। यदि प्रफिटमा हुनुहुन्छ भने थोरै एक्जिट गरेर मार्केटलाई हेर्ने कि भन्ने कुरा पनि छन् होइन, विभिन्न सिनारियो छ, फेरि आफ्नो स्ट्राटेजी के छ भन्ने कुरा छ। भने अहिले त बजार घटिरहेछ, पक्कै पनि अहिले नै हालसालै किन्नु भएको थियो भने त प्रफिटमा हुनुहुन्न है त। भने थोरै घाटा छ भने बरु थोरै एक्जिट गरेर केही तलतिर हेर्ने कि भन्ने पनि कुरा छ। भन्ने यसमा चाहिँ आफ्नो स्ट्राटेजी के छ त्यही अनुसार चाहिँ हजुरहरूले अवलम्बन गर्नु होला भन्दै आजको यो भिडियो चाहिँ यहीँनेरि अन्त्य गर्दछु। भने हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो त्यो बारे कमेन्ट गर्नुहोला र यस्तै आगामी डेली एनालाइसिसहरू ल्याउने म प्रतिबद्धता गर्दै
अब यो भिडियोबाट चाहिँ म बिदा माग्न चाहन्छु। धन्यवाद।